हेलो साथीहरू, हजुरले देख्दै हुनुहुन्छ मेरो हातमा अचारहरू। यहाँ हेर्नुहोस् त 1 2 3 4 यो सानो सिसीको अचारहरू। यो चाहिँ मेरी आमाले बनाएकी अचार हुन्। यो अचार के रहेछ कस्तो रहेछ यसो जानौँ है त आमासँग। ल हेलो मम्मी। नमस्ते। नमस्ते, के छ मम्मी खबर? ठिक छ। यो आज हजुरले यो अचार बनाइसकेको छ नि, यो अचार हेर्न मन लाग्यो। देखाइछु न त ल फर्स्ट चाहिँ। हेर है त। ल देखाइछु त, यहाँ क्यामेरामा देखाइदिन्छु हेर त। त यहाँ हेर त। ओहो, यो आँपको खटमिठी भन्ने अचार है। वाउ, अलिकति राख्दैछु। वाउ, भयो थोरै मात्र, धेरै नजिक छु। आँपको अचार है। यो त हेर्दै कस्तो मिठो मिठो छ। ल अब यो यता राख्दैछु त, अर्को सिसी हेरौँ न त है। ल देखाइछु त, पहिला सिसी देखाइदिन्छु सबै साथीहरूलाई। वाउ, यो के को अचार हो मम्मी? निम्की भन्छ, कागतीको। कागतीको अचार। यो चाहिँ बिरामीले पनि खानुहुन्छ है। वाउ गाइस, हेर्नुहोस् त कागतीको अचार। हजुर। अनि यो चाहिँ मुला र खोर्सानी र हरियो खोर्सानी र मुला सुकाएर, हजुर, अनि यसलाई चाहिँ खाँदेको अचार। यो चाहिँ मुलाको अचार है। वाउ, थोरै निकाल्छु मम्मी, सबैजना खाने हो नि है मम्मी? हो नि। मेरो मुखबाट त पानी आइसक्यो। खाऊँ न त। पिन बोतल अब यो लास्ट। यो चाहिँ के को अचार हो यो चाहिँ? यो चाहिँ आँप है। आँपकै अचार हो यो पनि? आँपलाई चाहिँ कुटेर, यो चाहिँ कुचो अचार हुन्छ। यसमा सबै थोक मरमसाला हालेर कुटेर, लसुनहरू सब हालेर, हजुर, यो चाहिँ हामीले पिनेर खान्थ्यौँ, थेबे भन्थ्यौँ। यो चाहिँ आँपको अचार चाहिँ सिसीमा राखेर, यो चाहिँ सधैँभरि अलिअलि झिकेर बुझाएको है। कस्तो मिठो अचार। चार थरी अचार बनाइयो। देख्नुभयो घरमा आमाले कति मिठो मिठो अचार बनाउँछन्। ल थ्याङ्क यू सो मच मम्मी, यो सबै अचार बनाइदिएकोमा धन्यवाद। हजुरहरू कसलाई यो अचार देखेर मुखमा पानी आयो ल भनिहालौँ है त, कमेन्ट गरौँ। बाई बाई, सी यू नेक्स्ट भिडियो।